नमस्कार साथीहरू। आज हामी बुद्धचित्त मालाको दाना सानो, गोलो र राम्रो गुणस्तरको उत्पादन गर्न बुद्धचित्तको बिरुवालाई कुन बेला कुन मल दिने, पानी कति मात्रामा दिने र पोलिनेसन कतिको महत्त्वपूर्ण हुन्छ भन्ने विषयमा विस्तारले कुरा गर्नेछौँ। त्यसैले भिडियो अन्तिमसम्म हेर्नुहोस्। राम्रो उत्पादनको सुरुवात सधैँ राम्रो बिरुवाबाट हुन्छ। त्यसैले सधैँ स्वस्थ, रोगरहित र राम्रोसँग जरा विकास भएको बिरुवा छनौट गर्नुहोस्। यदि बिरुवा नै कमजोर छ भने पछि जतिसुकै मल र हेरचाह गरे पनि अपेक्षित उत्पादन भने नआउन सक्छ। बुद्धचित्तलाई राम्रो घाम लाग्ने ठाउँ उपयुक्त हुन्छ। पानी जम्ने ठाउँमा रोप्दा जरा कुहिने जोखिम बढ्दो हुन्छ। माटो भुरभुरे, दोमट र राम्रो पानी निकास भएको हुनुपर्छ। बिरुवा रोप्नु अघि 2 फिटको गहिरो खाल्डो खन्नुहोस्। त्यसमा कुहिएको गोबर मल, कम्पोस्ट मल, माथिल्लो मलिलो माटो र आवश्यक परे केही निमखली वा जैविक पदार्थ मिसाएर 15-20 दिनसम्म छोड्नुहोस्। त्यसपछि मात्र बिरुवा रोप्नुहोस्। बिरुवा रोपेको पहिलो वर्ष बिरुवा बढ्ने समय हो। माटो सुक्न नदिने गरी सिँचाइ गर्नुहोस्, तर पानी जम्न भने दिनुहुन्न। झारपातलाई हटाउनुहोस् र वरिपरि पराल वा सुक्खा घाँसले मल्चिङ गर्दा माटोको चिस्यान कायम रहन्छ। धेरैले सोध्ने प्रश्न यही हो, बुद्धचित्तलाई कुन मल राम्रो हुन्छ? सबैभन्दा पहिले जैविक मललाई प्राथमिकता दिनुहोस्। कुहिएको गोबर मल, कम्पोस्ट मल वा वर्मी कम्पोस्टले माटोको गुणस्तर सुधार्न मद्दत गर्छ। सामान्यतया वर्षमा 2 पटक जैविक मल हाल्न सकिन्छ, वर्षा सुरु हुनु अघि र वर्षा सकिएपछि। यदि रासायनिक मल प्रयोग गर्ने हो भने माटो परीक्षण वा कृषि प्राविधिकको सल्लाह अनुसार मात्र प्रयोग गर्नु उचित हुन्छ। बिरुवाको उमेर, माटो र स्थानीय अवस्था अनुसार मात्रा फरक पर्छ। त्यसैले सबै ठाउँका लागि एउटै मात्रा उपयुक्त हुँदैन। युरिया धेरै हाल्दा पात र हाँगा अत्याधिक बढ्न सक्छ, तर फल उत्पादनमा सधैँ फाइदा हुन्छ भन्ने हुँदैन। जिङ्क, बोरन, क्याल्सियम, म्याग्नेसियम जस्ता सूक्ष्म तत्त्वको कमी भएमा बिरुवाको वृद्धि र फलको गुणस्तर प्रभावित हुन सक्छ, तर आवश्यकता पुष्टि नगरी जथाभावी प्रयोग गर्नु उचित हुँदैन। आउनुहोस्, अब हामी सबैभन्दा महत्त्वपूर्ण विषय पोलिनेसन यानि कि परागसेचनको बारेमा कुरा गर्नेछौँ। फुल लागेपछि फल बन्नका लागि परागसेचन आवश्यक प्रक्रिया मानिन्छ। फुलको पराग अर्को फुलको स्त्री भागमा पुग्दा फल बन्ने प्रक्रिया सुरु हुन्छ। यो काम प्राय माउरी, भमरा, पुतली र अन्य परागवाहक किराले गर्छन्। यदि फुल फुल्ने समयमा बगैँचामा माउरी देखिन छोडे भने फल कम लाग्ने सम्भावना बढ्न सक्छ। त्यसैले फुल फुल्ने समयमा अनावश्यक विषादी प्रयोग नगर्नुहोस्। यदि सम्भव छ भने बगैँचामा माउरी आकर्षित गर्ने फुलदाल बिरुवाहरू राख्न सकिन्छ। याद राख्नुहोस्, राम्रो परागसेचनले धेरै फल लाग्ने सम्भावना बढाउँछ। जति धेरै फल लाग्छ त्यति नै सानो दाना फल्ने सम्भावना पनि त्यत्तिकै वृद्धि हुन्छ। रोग लागेको, सुकेको र एक अर्कामा ठोक्किने हाँगाहरू काट्नुहोस्। यसले बिरुवामा घाम र हावा राम्रोसँग प्रवेश गर्न मद्दत गर्छ। फलस्वरूप रोगको जोखिम पनि कम हुन सक्छ। अब सबैभन्दा चर्चित विषय, सानो दाना कसरी उत्पादन गर्ने? यसको एउटै निश्चित उपाय भने छैन। दानाको आकार र स्वरूपमा असर पार्ने मुख्य कारणहरू हुन् आनुवंशिक गुण, बिरुवाको उमेर, माटो, मौसम, पोषण, पानी, परागसेचन र रोग तथा किरा व्यवस्थापन हुन्। यी सबै पक्ष राम्रो भएमा स्वस्थ र गुणस्तरीय दाना उत्पादन हुने सम्भावना बढ्छ। फल लागेको समयमा बिरुवालाई लामो समयसम्म सुक्खा हुन नदिनुहोस्। रोग लागेको फल वा हाँगा काट्नुहोस्। बिरुवालाई स्वस्थ राख्नु नै राम्रो उत्पादनको आधार मानिन्छ। सेतो टुसी,
पात खाने किरा वा अन्य समस्या देखिएमा सुरुको चरणमै व्यवस्थापन गर्नु राम्रो हुन्छ। बगैँचा सधैँ सफा राख्नुहोस्। जैविक विधिलाई प्राथमिकता दिनु राम्रो मानिन्छ। आजकल धेरै मानिसहरूले यो बिरुवा रोपे 5 मुखे दाना आउँछ, यो बिरुवा रोपे सानो दाना मात्र उत्पादन हुन्छ भन्ने दाबी गर्छन्। हालसम्म यस्ता दाबीलाई सबै अवस्थामा प्रमाणित गर्ने भरपर्दो वैज्ञानिक प्रमाण भने उपलब्ध छैन। त्यसैले यस्ता दाबीहरू सुन्दा सावधानी अपनाउनुहोस्। बुद्धचित्त खेतीमा कुनै जादुई मल वा औषधि छैन, तर राम्रो बिरुवा, उर्वर माटो, सन्तुलित पोषण, उचित सिँचाइ, नियमित छटाइ, स्वस्थ परागसेचन र रोग किरा व्यवस्थापनले उत्पादनको गुणस्तर सुधार्न महत्त्वपूर्ण भूमिका खेल्न सक्छ। धैर्य राख्नुहोस्, नियमित हेरचाह गर्नुहोस् र तथ्यमा आधारित खेती अपनाउनुहोस्। यदि यो भिडियो उपयोगी लाग्यो भने लाइक गर्नुहोस्, साथीहरूसँग सेयर गर्नुहोस् र यस्तै कृषि तथा बुद्धचित्त खेती सम्बन्धी जानकारीका लागि हाम्रो च्यानललाई सब्स्क्राइब गर्नुहोस्। धन्यवाद। अर्को भिडियोमा फेरि भेटौँला।